बाटो देख्न सक्नुहुन्छ बेस क्याम्प जाने बाटो भ्यू हिँडेको छौँ तर बेस क्याम्प आइपुगेन। बादल डाँडाको नजारा चाहिँ यस्तै छ। मेरो हालत पनि यस्तो भएको छ। हेलो गुड मर्निङ फ्रम भ्यू पोइन्ट अफ माडी हिमाल। साथीहरू हामीहरू चाहिँ यहाँ भ्यू पोइन्टमा आइसक्यौँ। मैले चाहिँ भ्लग स्टार्ट गरेको थिएन। हामी 4:30 बजे हिँडेको थियौँ हामी हाई क्याम्पबाट। त्यही भएर भ्लग स्टार्ट गरेन। त्यही भएर एकैचोटि यहीँ आएर भ्लग स्टार्ट गर्दैछु। हामी चाहिँ सनराइज हेर्नको लागि आउँछौँ। यस्तो साथी र म मात्र, अरू त पछाडि नै छोडेर आयौँ। बल्ल आइपुग्यौँ। साथीहरू हामीले चाहिँ यहाँ तातो पानी खान लगाएको भ्यू पोइन्टमा आएर पानीको चाहिँ 100 रुपियाँ रहेको छ। त्यस पानी पनि त यता त राम्रो छैन चाहिँ भ्यू चाहिँ यहाँ 1-2टा फोटोसोटो खिचेर मैले छैन। तातो पानी खाएर हिँड्यौँ। यहाँ चाहिँ तातो पानीको 100 रुपियाँ है छ। यस्तो दामी देखिरहेको छ नि। हामी चाहिँ खास सनराइज हेर्नको लागि आएको थियौँ तर सनराइज चाहिँ हेर्न पाएनौँ राम्रोसँग। ओइ कताबाट हो र? बेस क्याम्प जाने कता हो? हामी चाहिँ बेस क्याम्प हिँडेको साथीहरू। साढे 4 बजे हिँडेको हामीहरू 6:30 बजे आइपुगेको थियौँ होला। यस्तो गाह्रो भएको थियो बाटोमा। दिउँसोमा आएको भए झन् गाह्रो पर्थ्यो होला हामीलाई। हामी बिहान लाइट बालेर आएको हुनाले अलि इजी छिट्टै आइपुग्यौँ। ओइ माछा पुछ्रे होइन र? यता अन्नपूर्ण के होला? मर्दी फेरि कुन हो त? यस्तो दामी। माय गॉड साथीहरू ल मैले चाहिँ चक्लेट खाँदैछु। यो चाहिँ माछा पुछ्रे रहेको छ। यता अन्नपूर्ण के हो म त हिमालय चिन्दिनँ। बाटोको हालत चाहिँ यस्तै छ। साथीहरू
हाम्रो साथीहरू चाहिँ यता आउँदैछन्। हिमाल त्यही लामा जस्तै छ। माछापुच्छ्रे हिमाल। ओइ कुन खै हिँड बाटो देख्न सक्नुहुन्छ। बेस क्याम्प जाने बाटो, भ्यू पोइन्टदेखि बेस क्याम्प जाने बाटो। तल चाहिँ यस्तो छ। वान मिस ग्याम फिनिस भएछ बाटो त। माछापुच्छ्रे त यही डाँडा जस्तै देखेछ। देख्दा फेरि जाँदा फेरि अर्को डाँडा हुन्छ। यो कुन हिमाल हो र? म त केही हिमालहरू चाहिँ चिन्दिनँ के। मर्ली फेरि कुन हो यो? मान्छेहरू फर्किसकेछन्। ओहो बाटो त साथीहरू यस्तो छ बेस क्याम्प जाने। हामी त हिँडेकै छौँ तर बेस क्याम्प आइपुगेन। मेरो पछाडि देख्न सक्नुहुन्छ यस्तो दामी हिमाल। साथी र म मात्र आएको, अरू त सब पछाडि। कोही भ्यू पोइन्टबाटै फर्क्यो। यस्तो दामी छ कि हिमाल। स्ट्यान्ड राख्ने ठाउँ भएन क्या। तिमीहरू फाइनल्ली बेस क्याम्प आइपुग्यौँ। तिमीहरू चाहिँ कहिले हो आइपुग्ने साथीहरू? हामी चाहिँ आइपुग्यौँ है। आइपुग्यौँ बेस क्याम्प। बेरान्सी र म चाहिँ आइपुग्यौँ। हामी चाहिँ आइपुग्यौँ। उज्यालो छैन यो मनको गीत धुरो। तिमी बिना यो साँझको कथा सुनसाना। चन्द्रमाले हेर्छौ म आँसु लुकाउँछु। बिहानी परे खन्छु आशा हराउँछु। तिमी बिना समय पनि रोकिन्छ। के तिमीले सुन्छौ यो मौनता? के तिमीले महसुस गर्छौ यो खालीपना? तिमी बिना सब शून्य, सब सपना। साथीहरू हामी फोटोहरू पनि खिच्यौँ। मर्ली हिमाल बेस क्याम्प पनि सबमिट गऱ्यौँ। 4500 मिटर अग्लोको। हजुर हिमाल त यही छ। टिकटक बनाउने ल साथीहरू हामी चाहिँ यहाँ
माडी हिमाल बेस क्याम्प सबमिट गरेर अब फर्केको। हामी चाहिँ 3 जना मात्र आइपुगेको। टोपी नै उडाउनलाई यस्तो दामी छ नि साथीहरू भ्यू त। टोपी उडायो टोपी। ओह्रालो जाँदा त मेरो टोपी नै उडाइदिन्छ कि जस्तो लागेछ मलाई। अब हेरौँ सकिन्छ कि सकिन्न। के गर्न? उकालो चढ्दा त ओह्रालो झर्न सकिन्छ भन्दै आँट्यौँ। माडी हिमाल बेस क्याम्पलाई नि बाई बाई छ। 4500 मिटर सबमिट गऱ्यौँ हामीले। ल हामी 3 जनाले। वी क्यान डु इट भन्दा भन्दै हामीले वी डिड इट साथीहरू। तर हिउै भएन के अनु। हिउ रिस उठ्यो मलाई। हिउ भए पार दामी हुन्थ्यो। मेरो नाम लेखेर जानु पर्यो यहाँ। यस सम्झना माडी हिमाल बेस क्याम्पमा मेरो नाम छ है। ल सम्झना। आज हामी फरेस्ट क्याम्प पुग्ने हो साथीहरू। साँझसम्म फरेस्ट क्याम्प हो आज चाहिँ हाम्रो डे 3 को बसाइ चाहिँ। सोचेको थिएन यहाँसम्म आइपुग्छु भनेर, तर आइपुग्यो। हिउ चाहिँ छुन पाएन साथीहरू। जहाँ गएँ नि अस्ति मुस्ताङ जाँदा नि त्यस्तै। तर अहिले चाहिँ फोटो भिडियोहरू चाहिँ दामी दामी भएको छ। मुस्ताङको त बरै केही नै। मलाई यस्तो रिस उठेछ नि। भोक पनि लाग्यो। अब त हामी हाई क्याम्पबाट 4:30 बजेतिर हिँडेको। भ्यू पोइन्टमा आइपुग्दा 6:30 भएको थियो। त्यसपछि यहाँ आइपुग्दा चाहिँ 9 बजे थियो ठ्याक्कै साथीहरू। बाई बाई माडी हिमाल बेस क्याम्प। टोपी नै उडाइदियो के मेरो त। यो चाहिँ धौलागिरी र अन्नपूर्णमा एउटा, यो माडी हिमाल हो कि। यो चाहिँ माछापुछ्रीले चाहिँ यहाँ आइपुग्दा अलि छेकिनेछ माछापुछ्रीलाई। मेरो कपाल यस्तो छ राम्रो देख्दैन। र साथीहरू बाटो कति अप्ठ्यारो रहेछ यो बेस क्याम्प आउने। मैले हजुरहरूलाई उतै तल पुगेर भेट्छु है त। साथीहरू बेस क्याम्प जाने बाटोको हालत देख्न सक्नुहुन्छ। हामीहरू चाहिँ अहिले बेस क्याम्पबाट फर्किँदैछौँ। बाटो त पुरै यस्तो छ। भोक लागेर मर्न लागिसक्यौँ। बाटो त यस्तो छ बाटो। ओ माई गॉड मेरो क्या ह्यान्डै उडाउन लाउँछ कि खालि। मैले यहाँ चस्मा युज गरेर मात्र उडाइसक्थ्यो। फर्किँदा त झ्याउ लाग्यो। आउँदा त आइयो। यहाँ कुन फिल्मको सुटिङ हुँदैछ?
यस्तै हो के ऊ त्यो दुईजना त भर्खर जाँदैछ नि त्यो दुईजना त भर्खर ओ हिरोनी यहाँ कुन फिल्मको सुटिङ हुँदैछ ल साथीहरू फाइनली हामीहरू चाहिँ भ्यू पोइन्ट आइसक्यौँ बेस क्याम्प गएर यहाँ चाहिँ सब गइसकेछन् हाम्रो साथीहरू यही बाटो फर्केन हामीहरू चाहिँ बेस क्याम्प पुगेर आइसक्यौँ अहिले चाहिँ यस्तो देखिरहेछ मेरो आवाज त भरे चिसोले के भयो तल यस्तो मेरो त टोपी उडाउनु लाग्छ कि यस्तै छ साथीहरू अब हामीहरू जान्छौँ ल साथीहरू हामी चाहिँ यहाँ के भन्छ गरी यो ठाउँ म त बिर्सिन्छु के बादल डाँडा हामीहरू चाहिँ बादल डाँडा आइपुग्यौँ मेरो भ्लग चाहिँ सिधै सबै धुलो रहेछ हामीहरू चाहिँ सिधै बेस क्याम्पबाट हाई क्याम्प नास्ता खाएर यहाँ बादल डाँडा आइसकेको छौँ यी बादल डाँडाको नजारा चाहिँ यस्तै छ मेरो हालत पनि यस्तो भएको छ मेरो ब्याट्री डाउन भएर जम्मा 7% छ चार्ज गर्न नि पाएन त्यही भएर मैले भ्लग पनि बनाएन मासतिर कति गाह्रो थियो बोल आइपुगेँ अनि यहाँ आएर हजुरहरूलाई इन्फर्मेसन दिएको अब हामीहरू चाहिँ आजको उस चाहिँ स्टे चाहिँ फरेस्ट क्याम्पमा रहेको छ त्यही गएर चार्ज गरेर भेटौँला बाई बाई बसिलो हावा छ मान्छे भारी तारा चम्किए तर उज्यालो छैन तिमी बिना यो मनको गीत धुरो तिमी बिना यो साँझको फेरि देख्न सक्नुहुन्छ यस्तो धेरै भइसक्यो मोबाइलमा 1% छ चार्ज अझै 1 घन्टा गऱ्यो त्यस्तै लाग्छ होला फरेस्ट क्याम्प पुग्न मायाको रोदी आए माता कसैलाई